लामो समयसम्म स्टोर गरेर राख्न मिल्ने दसैँ आउँदैछ नि त, त्यसैले गर्दा आज चाहिँ म मिठो आँपको अचारको रेसिपी बनाउँदैछु। हरियो आँपलाई मजासँग पखाल्ने, 2 भागमा काट्ने, त्यसपछि चाहिँ भित्रको बियालाई फालिदिने अनि यो जालोलाई यत्तिकै छोडिदिने। आफूलाई कतिको सानो ठुलो टुक्रा मनपर्छ त्यो अनुसार काट्ने। मैले ठिक्कको टुक्रा बनाएकी छु। एउटा सफा ट्रेमा राख्ने, त्यसपछि चाहिँ सबैतिर फिजाएर सुतीको कपडाले छोपिदिने। जति सक्दो चरुरको घाममा छोडिदिने। यो सुक्दै गर्दा अचारलाई चाहिने मसलाहरू तयार गर्ने, जसमा मैले ज्वानो, मेथी, जिरा, तोरी, खोर्सानी, कालो जिरा, खानेसो लगायत मसलाहरूलाई चाहिँ रोस्ट गर्छु। जब यो यतिको हुन्छ अनि एउटा प्लेटमा सेलाउन छोडिदिन्छु। मजाले सेलाउँछ अनि एउटा सफा खलमा राखेर गुरगुर 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 पिस्छु। यो पुरै मसिनो हुनुपर्छ भन्ने चाहिँ छैन, यतिको भएपछि रेडी हुन्छ। आँप पनि उबाइसकेको छ। अब यसलाई चाहिँ एउटा सफा बाटामा राख्ने, भर्खरै खलमा रेडी गरेको मसला राख्ने, रातो धुलो खोर्सानी, अलिकति अदुवा र लसुनको धुलो, हिङ पनि राख्ने, यो चाहिँ अप्सनल हो। अनि स्वाद अनुसार नुन, तताएको तोरीको तेल राख्ने, तोरीको तेल राख्दा सेलाउनु पर्छ अनि बेसार राख्ने। यसमा युज हुने सामग्रीहरू चाहिँ ड्राई राख्नुपर्छ, नत्र भने चाहिँ अचार चाँडै बिग्रिन सक्छ। जति सक्दो राम्रोसँग मिक्स गरिसकेपछि सफा अनि सुक्खा एयरटाइट कन्टेनरमा राखेर भर्ने। कन्टेनरको मुखमा लागेको मसलाहरू चाहिँ किचन पेपर टावलले पुस्ने अनि बलियो हुने गरी बिर्को प्याज हो डिब्बाभित्र हेर्न